Hello, namaste, good morning everyone. Hello, namaste, good morning everyone. आज चाहिँ म लेखनाथ महोत्सव जानलाई रेडी हुनुला हो। बिहान एकदम हतार हतार भयो, त्यही भएर बिहानबाट भिडियो बनाएर मैले खाना साना खाइसके भर्खरै मुख धोएर आऊ। अब रेडी हुन्छु। यता हो ड्रेस, अब यो लाएर रेडी हुनु पर्ने हुन्छ। ल अब म रेडी भएर नि जान लागिसके। बाबा अगाडि चाहिँ जानु भइसक्यो, मम्मी नजाने हो। आज मम्मीको सट्टामा म जाने हो, त्यही भएर म राम्री भएर आऊ। अब भर्खरै घरबाट रेडी भएर निक्लियो। उता गएर के हुन्छ हेर्दै गर्नु होला। अहिले चाहिँ म भर्खरै लेख्न आइपुगेँ। अरू सबै गाडीमा आउनुहुन्छ, म स्कुटीमा आएको हुन्छ। एउटा अङ्कलसँग स्कुटीमा जाम, अरू पछि गाडीमा आउनुहुन्छ भन्नुभयो, त्यही भएर म स्कुटीमा आएको। अङ्कलले उता स्कुटी राख्न जानुभएको, मलाई फेरि उता गएर बस भन्नुभएको नि त, त्यही भएर हिँड्दै जानला हो हिमाल। आउन त आयो, साथी कोही छैनन्। अब पछाडि बाबा आउनुहुन्छ, फुबा आउनुहुन्छ आउन त गाडीमा। म अगाडि आएर मिस्टेक भयो, तर स्कुटीमा आयो नि त छिटो। भित्र
बजीतिर आएको हामी अहिले 2 बज्न लागिसक्यो हामी फर्किसक्यौँ हामी भन्दा अगाडि देखिको लाइन हो हामीले बल्ल बल्ल पाएको हामी निक्लेर आइसक्यौँ अझै छ लाइन आमा राति हुन्छ यिनीहरूको पालो आइसक्दा त यति लाइन छ हामी स्टेज पुगेर नि आएको नि त स्टेजमा घुम्दै जानुपर्छ कि यो लाइन अनि मोबाइलतिर पालो पार्थ्यौँ अब यिनीहरूको पालो म भर्खर आएँ लास्टै थकाइ लाग्यो भर्खरै आइपुगेँ एकैछिन बसमा हिँड्दा त थकाइ लाग्छ यति उभिन पर्यो राम लास्टै उभिन पर्यो उता गएर त्यही भएर डेन्जर थाक्यो हामीले यहाँ आगो ताप्नुहुन्छ भनेर अनि बाहिर आगो पुग्यौँ मम्मीले यहाँ खराएको मासु काट्न लाउनु भएको आगो ताप्न नि हुन्छ भनेर यहाँ आज म मौसम गएको बेकारको च्याउ भए टाउको दुख्यो के अरे मौसम हेर्न गएर झन् बिरामी पो परेला जस्तो भयो हेलो नमस्ते गुड मर्निङ एभ्रिवान मैले 2 दिनको भिडियो एकैचोटि बनाएँ हिजोको र आजको हिजो म लेखनाथ महोत्सवमा गएको अनि आज के हुन्छ त्यो तपाईहरुलाई देखाउने नै छु अनि हिजोको अपडेटहरु नि मैले दिइसके अब रामसँग भिडियो बनाउनै पाएन लास्टै भिड थियो अनि त्यही हो एकछिनमै फर्केर आएको फर्स्ट दिन भएर त्यस्तो माहौल नि थिएन नि त त्यही रियाली मात्रै थियो आमा लास्टै धेरै भिड हामी कति 10 बजेतिर भित्र छिर्ने पालो पाइए थियो होला 1-2 बजेतिर बाहिर निक्लिदा नि लाइन सकेकै थिएन यता मम्मीले मकै भुट्न लाउनु भएको त्यो बसाइ ताली भएन क्या मम्मीले यता मकै भुट्न लाह दिपुन उता हुनुहुन्छ दिप ओ दिपुन आफ्नै दुनियाँमा मस्त व्यस्त यता मकैको खाजा ल अब मैले खाना खाइसके खाना खाएर भाँडासारा धोएर बसेँ अनि यता हुनुहुन्छ 3टा बजे यो 3टा बजे आज एउटा बजे घर जाने तयारीमा हुनुहुन्छ आज 2टा बजे मात्र बस्नुहुन्छ यहाँ मुनि 2टा ठोटे एउटा ठोटे दाँत देखिन्छ यता पानी तताइदिनु लाहो आगो फुकेर आज 2टा बजेले नुहाउनुहुन्छ एउटा बजे कहाँ जाने रे आफ्नो भाइकोमा नि भाइ थाहै हो नि बजे जाने हजुर भाइको घर जाने अरे बजे आज 2टा बजे मात्र बस्ने हो सम्धिनी पानी तताएर नुहाइदिने हो चितिक्कै पार्दिने हो बजे आज हेम्जा जानुहुन्छ 2टा बजे मात्र बस्नुहुन्छ आज छुट्टिने बेला भयो 3टाको अब एकछिन गफान ल अब बोजेहरूलाई नुहाइ 2टा बजेलाई नुहाइदिए अनि ठुलो मम्मीको छोरीले बोजेलाई हेम्जा पुर्याउन जाने कुरा थियो नि त अहिले ऊ हेम्जा पोखरा पुगिसक्यो अरे हतार परेर त्यही भएर मैले बोजेलाई पुर्याउन जानु ला
ए यहाँ बुढीहरू छुट्टिन गाह्रो भएर रुएर 3टा बजाइलाई अहिले 2 बज्नु लागिसक्यो। मलाई अब ढिला हुन्छ। अब ढिला भयो नि के गर्नु, बजेले फेरि भोलि जानु होला भन्दा मान्दै मान्नु भएन। त्यही भएर आज चाहिँ मैले बजेलाई पुऱ्याइदिनु जान्ला हो। अहिले यहाँ बस कुरेर बसेँ, बजेलाई हेम्जा पुऱ्याइदिने हो। मैले भर्खरै बोजेलाई हेम्जा पुऱ्याएर अनि आएँ। घर फर्केको रात परिसक्यो। 2-3 बजीतिर अबेलातिर गएको नि त। अबेला हुन्छ भोलि जानु भन्दा मान्नु भएन बोजेले। त्यही भएर फर्केर आएर त मलाई त रात पर्यो। त्यही नि बाग्लुङ बस पार्कमा यस्तो बस कुर्न पर्यो, यस्तो बस कुर्न पर्यो। एउटा हेम्जाको बस आएको थियो बाग्लुङ बस पार्कमा। बुढी आमालाई पठाउने हो, तपाईँको नम्बर दिनु न के भन्छु। यस्तो झर्केर गयो, मलाई त यस्तो चित्त दुख्यो। आमा बुढी आफू त बुढो हुनु नपर्ने भने जस्तो भएर के चित्त दुखेर पक्नु न बुढी आमालाई पठाउने तपाईँको नम्बर दिनु भनेको झर्केर गयो। दाइ पक्नु न, म बरु मै जान्छु भन्दा नि रोकेन क्या त्यसले। अनि पछि पेरेसर भएर अनि हरिचोकसम्म मात्रै गयो बाग्लुङ बस पार्कबाट। लास्टमा त्यही मान्छेको बसमा पठाइदिएँ। अहिले म भर्खर मम्मीको आइपुग्ला हो। ल पोखराको दिनहरू यसरी नै बितिरहेछ। अनुहारमा नि कहिले जाने कहिले आउने बाहम। कहिले एलर्जी भनेछन्, कहिले पिम्पल भनेछन्, कहिले के भनेछन्, कहिले के भनेछन्। मेरो जहिले आउने जाने गरे ह। अनि मैले यो नयाँ च्यानल खुलाएको भर्खरै अनि भिडियो कन्टिन्यू गर्छु भनेको धेरै दिन भयो। यो कुम दुखेर मोबाइल समाउनै भएन। त्यही भएर अब पछि कन्टिन्यू गर्छु भिडियो। नयाँ च्यानल हो, रहर लाग्यो सबैले भिडियो बनाएको देखेर अनि रहर लागेर खुलाएको। अहिले भिडियो कन्टिन्यू गर्नै सके हैन। त्यही हो, अहिले म पोखरा छु। अब 3-4 दिनमा घर जान्छु होला। अनि मोबाइल समाउन दाहिने हातले हो नि त मोबाइल समाउने, दाहिने हात लास्टै दुख्यो। त्यही भएर भिडियो कन्टिन्यू गर्न सके हैन। पछि कन्टिन्यू अलिअलि भिडियो राख्दै गरौँला, बिस्तारै कन्टिन्यू गरौँला। अहिलेलाई चाहिँ यो मेरो नयाँ च्यानल हो, सब्स्क्राइब गरिदिनु होला। गुड नाइट, बाई।